नमस्कार साथीहरु, स्वागत छ आजको यस नयाँ भिडियोमा। साथीहरु, तपाईले पनि डिबी भर्नु भएको छ भने डिबीको रिजल्ट कसरी चाहिँ तपाईले चेक गर्ने आज यस भिडियोमा मैले जानकारी दिन गइरहेको छु। सो तपाई पनि आफ्नो रिजल्ट चाहिँ हेर्न चाहनुहुन्छ, पढ्यो कि परेन भने भिडियोलाई अन्तिमसम्म हेर्दिनु होला। च्यानलमा पहिलोचोटि भिजिट गर्दै हुनुहुन्छ भने च्यानल पनि सब्स्क्राइब गरिदिनु होला। सो स्टार्ट गरौँ भिडियो। सबभन्दा पहिला तपाईले आफ्नो मोबाइल स्क्रिनमा आउनु होला र यहाँबाट तपाईले क्रोम ब्राउजरलाई ओपन गर्नु होला। र साथीहरु, यहाँबाट क्रोम ब्राउजरमा ओपन गरिसकेपछि यहाँ तपाईले सर्च बारमा सर्च गर्नु होला। सो यहाँबाट तपाईले सर्च बारमा सर्च गर्नु होला डिबी लौटे 2026। सो यति लेखेर सर्च गरिदिनु होला। यहाँबाट यस्तो प्रकारको इन्टरफेस आउँछ, हेर्न सक्नुहुनेछ। सो यस अप्सनमा चाहिँ तपाईले क्लिक गर्नु होला। सो यहाँ तपाईले क्लिक गर्नुहुन्छ भने यस्तो प्रकारको इन्टरफेस हेर्न सक्नुहुनेछ। यहाँबाट अब तपाईले तल आउनु होला। सो यहाँबाट तल आइसकेपछि यहाँ हेर्न सक्नुहुनेछ कि चेक स्ट्याटस। सो यस अप्सनमा तपाईले क्लिक गरिदिनु होला। र हेर्न सक्नुहुनेछ कि यस्तो इन्टरफेस खुलेर आउँछ। यहाँबाट तपाईले कन्टिन्यूको अप्सनमा क्लिक गर्नु होला। सो यहाँ तपाईले क्लिक गर्नुहुन्छ भने यस्तो इन्टरफेस आउँछ। यहाँबाट तपाईले तीनवटा कुरा राख्नुपर्ने हुन्छ। फर्स्टमा तपाईले चाहिँ कन्फर्मेसन नम्बर, जुन तपाईको डिबी भर्ने बेला तपाईको त्यहाँ दिएको हुन्छ त्यो राख्नु होला। लास्टमा तपाईले आफ्नो लास्ट नेम वा फ्यामिली नेम वा नेम राख्नु होला। त्यसपछि तपाईले आफ्नो डेट अफ बर्थ यो तीनटा चाहिँ यहाँ राख्नु होला। सो यहाँबाट मैले आफ्नो यो तीनटालाई फिलअप गरिदिन्छु, हेर्न सक्नुहुनेछ। सो साथीहरु, यहाँबाट मैले यो सबै फिलअप गरेर हेर्न सक्नुहुनेछ। अब यहाँबाट तल आउनु होला र यसमा चाहिँ दिएको क्यारेक्टरहरूलाई चाहिँ यसमा फिलअप गर्नु होला। सो साथीहरु, हेर्न सक्नुहुनेछ यहाँबाट मैले चाहिँ फिलअप गरिदिन्छु। सो यहाँबाट यसमा फिलअप गर्नुहुन्छ भने अब सबमिटको अप्सनमा क्लिक गरिदिनु होला। र यति गरिसकेपछि यहाँबाट तपाईको यस प्रकारको इन्टरफेस आउँछ। सो यहाँबाट हेर्न सक्नुहुनेछ कि यहाँबाट मेरो चाहिँ डिबी परिसकेको छ, तपाई हेर्न सक्नुहुनेछ। यहाँबाट मेरो चाहिँ डिबी रिसिभ भइसकेको छ सक्सेसफुली, यहाँबाट हेर्न सक्नुहुनेछ। सो तपाईको पनि डिबी परेको होला त यस्तो हेराउँछ, नत्र परेको छैन भने तपाईको यस प्रकारको यहाँबाट हेर्न सक्नुहुनेछ, यस्तो हेराउँछ। सो साथीहरु, यसै गरी चाहिँ तपाईले डिबीको रिजल्ट हेर्न सक्नुहुनेछ। भिडियो राम्रो लाग्यो भने आफ्नो साथीमा पनि शेयर गरिदिनु।